हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल लामा किसन ब्लगमा हजुरहरू स्वागत छ। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। र आज चाहिँ हामी यहाँ जोक्छेन छेखोलेङ मोनेस्ट्री रोयङमा आइपुगिसकेको छौँ। र यहाँ चाहिँ आजबाट चाहिँ भूमको पाठ हुन गइरहेछ। र यहाँ हामी माझ उपस्थित हुनेछ केही समय पछि नै नेपाल सुदूरपश्चिम काठमाडौँबाट खेम्बो मुन्छेले यहाँ पाल्नु हुँदैछ। र हजुरहरूको के लाग्दैछ भिडियोमा भनिराख्नु होला भन्ने आशा राख्दछु। र हजुरहरू भिडियोमा भनिराख्नु होला दर्शकबिन। र आजको यहाँको कस्तो के हुन्छ कार्यक्रमहरू म देखाउने छु हजुरहरूलाई। र हजुरहरू भिडियोमा भनिराख्नु होला। र यहाँको चाहिँ बेनारहरू यस्तो प्रकारको एकदम राति पानी आएकोले गर्दा नसदस भइरहेछ। र यहाँ गुम्बा जोक्छेन छेखोलेङ मोनेस्ट्री यसलाई थाहा छैन बता सुपरम्यान अहिले चाहिँ एकदम तयारी भइसकेको छ। र खेम्बोको स्वागतको लागि सबैजना खाली पुरानो भन्छ खेम्बोलाको स्वागतको लागि बस्नुभएको हुन्छ। र एकछिन समयपछि नै हामी माझ आउनुहुनेछ खेम्बोला देख्न सक्नुहुन्छ। सबै एकदम लाइन लागेर बस्नुभएको हुनुहुन्छ। एकदमै स्वागतको लागि भनेर एकदमै सबै लाइन भएर बसिराख्नु भएको हुन्छ। चाहिँ हामी एकैछिनपछि नै हामी माझ आउनुहुनेछ खेम्बोला। र यहाँ चाहिँ एकदमै तयारीको साथ सबैजना स्वागतको लागि भनेर एकदमै लाइनमा बसिराख्नु भएको हुनुहुन्छ। आमा मेमेहरू एकदमै खेम्बोलाको स्वागतको लागि एकदमै तयारीको साथ बसिराख्नु भएको हुनुहुन्छ। हेर्न सक्नुहुन्छ हाम्रो छेपेन्ला पुगेर सक्नुहुन्छ हाम्रो मेमे तपाईँले त्यो गरेर आउने है, त्यो गरेर आउनु। अहिले जस्तो राम्रो चढाएर आउनु। उताबाट
यो छ नि अघि जस्तो तेल मिलाएर राख्नु ल हेलो जस्तै मिलाएर राखेँ ऊ भित्र भइसकेपछि यहाँ मिलाएर राखेँ हाम्रो